जब काठमाडौँको दक्षिण पश्चिम क्षितिजतिर हेरिन्छ त्यहाँ काठमाडौँ उपत्यका भन्दा माथि चन्द्रगिरी हिल्स गर्विलो रूपमा उभिएको देखिन्छ। यो सुन्दर पहाडले मनमोहक दृश्य, धार्मिक महत्व र समृद्ध इतिहास बोकेको छ। काठमाडौँको प्रख्यात पर्यटकीय थलो थानकोटबाट पर्यटकहरू यो मनोरम पहाड सजिलै पुग्न पनि सक्दछन्। चन्द्रगिरीको यात्रा रमणीय हरियाली पथहरूबाट सुरु हुँदै केबल कारमा पुग्छ र त्यहाँबाट चन्द्रगिरी हिल्सको सौन्दर्य देख्न सकिन्छ। चन्द्रगिरीको शिरमा नै पुग्दा भालेश्वर महादेव मन्दिरको दर्शन हुन्छ, जहाँ स्थानीयहरूले मनका इच्छाहरू पूरा हुने विश्वास लिएका छन्। यो मन्दिर शान्ति र आध्यात्मिक वातावरणले ओतप्रोत छ, त्यसैले नै मनको शान्तिका लागि यो विशिष्ट आश्रय स्थान बनेको छ। प्रकृतिले वरदान दिएको सौन्दर्य मात्र होइन, चन्द्रगिरी हिल्सले नेपालको इतिहासलाई पनि आफ्नो गर्भमा बोकेको छ। नेपाललाई एकीकरण गर्ने राजा श्री 5 पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका जित्नु अघि आफ्नो अन्तिम दिन यहाँ बिताएको किम्वदन्ती चर्चित छ। भनिन्छ उनले आफ्नो एकीकरणको प्रयासको लागि आशीर्वाद लिन आफ्नो विजय हुनु अघि भालेश्वर महादेव मन्दिरको सपना देखेका थिए। चन्द्रगिरीबाट सगरमाथादेखि अन्नपूर्णसम्मका हिमालहरूको मनोरम दृश्यको आनन्द लिन सकिन्छ। यो पहाडमा सुविधा र प्राकृतिक वैभवको उत्तम मिश्रण अनुभव गर्न सकिन्छ, जसले पर्यटक र स्थानीयहरूलाई समान रूपमा आकर्षित गर्दछ। चन्द्रगिरीका मुख्य आकर्षणहरूमध्ये एक यसको केबल कार सवारी हो। 2.5 किलोमिटर लामो सवारीले तपाईहरूलाई 1500 मिटरदेखि 2520 मिटरसम्म लैजान्छ, जहाँबाट जंगल र हिमालहरूको मनमोहक 360 डिग्री दृश्य देख्न सकिन्छ। केबल कार सेवाका लागि 38 गोन्डोलाहरू छन्। केबल कारको यो सवारी 10 मिनेटको रोमाञ्चक अनुभूति बनेको हुन्छ, जसले तपाईको भ्रमणमा उत्साह थपिदिन्छ। चन्द्रगिरी हिल्स रिजोर्ट एक दिनको उत्साहजनक यात्रापछि आराम गर्नको लागि उत्तम स्थान हो। चन्द्रगिरी हिल्सको टुप्पोमा अवस्थित यो आलिशान रिजोर्टले तपाईलाई आरामदायी तरिकाले बस्नका लागि आवश्यक सम्पूर्ण सुविधा प्रदान गरिरहेको छ। यहाँ आएर कुनै पनि ऋतुमा बस्नका लागि पर्याप्त र उपयुक्त हुन्छ भने जुनसुकै समयमा पनि तपाईले यहाँका सुविधाहरूको उपभोग गर्न सक्नुहुन्छ। पहाड र उपत्यकाको भव्य दृश्यको आनन्द लिँदै यहाँको इन्फिनिटी पुलमा पौडीको आनन्द लिन सक्नुहुन्छ, वा आकाशका नक्षत्रहरू हेर्दै खुला आकाशको दृश्यावलोकन गरेर पनि मस्त रहन सक्नुहुन्छ। यसलाई नेपालको उत्कृष्ट रिजोर्ट मध्ये एक मानिन्छ। चन्द्रगिरी हिल्स रिजोर्ट विलासी आवास व्यवस्था तथा आकर्षक प्राकृतिक दृश्यका लागि चिरपरिचित छ। आगन्तुकहरूले सप्ताहको अन्तमा मनोरञ्जन लिने वा आफ्नो कुनै पनि ठूलो कार्यक्रम आयोजना गर्ने भए पनि चन्द्रगिरी हिल्स रिजोर्ट कुनै पनि आगन्तुकका लागि उत्कृष्ट स्थान ठहरिनेछ। चन्द्रगिरी हिल्स परिवारको मनोरञ्जनकै लागि पनि उत्कृष्ट गन्तव्य ठहरिन्छ, किनकि यहाँ वाल क्लाइम्बिङ, जिप लाइन, स्काई साइक्लिङ, फ्री फल, स्विङ, स्काई वक र 360 साइक्लिङ जस्ता रोमाञ्चक गतिविधिहरू छन्, जसले पूरै परिवारका लागि मनोरञ्जन प्रदान गर्दछ। समुद्री सतहभन्दा 2550 मिटर माथि रहेको जिपलाइनले अनुपम उत्साह प्रदान गर्दछ र त्यसैगरी घोडसवारीले तपाईको मनोरञ्जन र उत्साहलाई थप गर्दछ। चन्द्रगिरी हिल्सले स्थानीय तहबाट 90% कर्मचारीलाई रोजगार प्रदान गरेको छ, जसमध्ये 20% महिलाहरू रहेका छन्। चन्द्रगिरी हिल्सका लागि वातावरण र पर्यावरण उत्तिकै महत्त्वपूर्ण छ, त्यसैले रिजोर्ट र छिमेकका क्षेत्र वरिपरि समयानुकूल रूपमा वृक्षारोपण गरिन्छ। सामाजिक उत्तरदायित्व पूरा गर्नका लागि चन्द्रगिरी हिल्सले थुप्रै सामुदायिक विद्यालयहरूलाई पनि सहयोग गर्दै आएको छ। यो पहाड इतिहासको साक्षी बन्यो, शान्तिको वाहक बनेको छ र कालान्तरसम्म आधुनिक समयले हेर्ने ऐतिहासिक स्थल बनिरहनेछ। यसका गर्भमा अझै कति रहस्यहरू होलान्, जसलाई खोज्दै भेट्दै जानुपर्नेछ। शान्ति खोज्नेका लागि शान्त, मनोरञ्जन खोज्नेका लागि अद्भुत र प्रकृति खोज्नेका लागि अनुपम यो चन्द्रगिरी हिल्स सबैलाई हार्दिक आमन्त्रण गरिरहेको छ।